म गए बुटोलको फुड फेस्टिभलमा। हेलो गाइज, सबलाई स्वागत छ मेरो नयाँ भ्लगमा। धेरै पछि मैले एउटा नयाँ भ्लग बनाइरहेको छु। अहिलेको समय भन्ने हो भने 7:30 हुन लागेको छ। अनि कुरा कस्तो हो भनेसी घरमा एक्लै बसेको थिएँ, झ्याउलाको थियो। त्यही भएर यसो जाममा फुड फेस्टिभलतिर डुलेर आम भनेर म घरबाट निस्किहाले। केही बेरमा म फुड फेस्टिभल पुग्छु। त्यहाँ गएर हेर्दा त आम्बो कति धेरै भिड हो। बुटोलका त आधी जति सबै यही न्यू इयर मनाउन आए जस्तो लाग्यो मलाई। यस्तो भिडमा मलाई एक्लै हिँड्न लाज लागेर मैले आफ्नो हुड्डीको क्याप माथिबाट लगाइदिहाले। धेरै प्रकारको खानाहरू हेर्दै हेर्दै म पुगिहाल्छु एकछिनमा ठ्याक्क यो नाच्ने ठाउँमा। यहाँ फेरि सबैजना नाच्दै रमाउँदै गरेका रहेछन्। अब एक्लै उभिएर हेर्न त झ्याउ लाग्यो के रे। त्यही भएर म फर्किन लागे घर फर्किँदा मैले हेरे ट्याक्क यहाँ चलिरहेको छ पुसअप च्यालेन्ज गराउने मान्छे फेरि हाम्रो बुटोलको वान अफ द कन्टेन्ट क्रिएटर नेत्र दाई हुनुहुन्थ्यो। त्यसपछि मैले भेट्छु आफ्नो साथीहरूलाई। बुटोलमा फुड फेस्टिभल अनि मैले चिनेको कोही नभेटिनु यो त हुनै सक्दैन भन्ने कुरा मलाई पहिल्यै थाहा थियो। केटाहरूसँग यसो कुराकानी गरेर म फर्किए घर। अनि तपाईहरु बुटोलमा बस्नुहुन्छ र बुटोल फुड फेस्टिभल जानु भयो कि नै एकचोटी कमेन्टमा भनिदिनु है त।